कोशी ब्यारेजका सबै 56वटा ढोका खुले, नेपालले देखायो स्वाभिमानको शक्ति। नेपालमा अहिलेसम्मकै उच्च पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै 56वटा ढोका पूर्ण रूपमा खोलिएका छन्। लगातारको वर्षा र बढ्दो जलप्रवाहका कारण कोशी नदीमा बाढीको जोखिम बढेपछि यो निर्णय गरिएको हो। योभन्दा अघि कोशी ब्यारेजका ढोका खोल्नका लागि नेपालले भारतसँग बारम्बार हार गुहार गर्नु पर्थ्यो, तर यसपटक अन्तरिम सरकारले पहिलो पटक आफ्नै निर्णयमा ढोका खोल्दै ऐतिहासिक कदम चालेको छ। न भारतलाई सोध्नु पर्यो, न कसैलाई अनुमति माग्नु पर्यो। अन्तरिम सरकारले स्पष्ट रूपमा देखाएको छ, आफ्नो देशको नागरिकभन्दा ठुलो कुनै कूटनीतिक सम्बन्ध हुँदैन, कुनै राजनीतिक दबाव हुँदैन। राष्ट्रको सार्वभौम सत्ता र जनताको सुरक्षालाई प्राथमिकता दिँदै सरकारले स्वावलम्बी निर्णय गरेको बताइएको छ। स्थानीय प्रशासनका अनुसार सबै 56वटा ढोका खोलिएपछि पानीको बहाव सहजै बनेको छ र आसपासका क्षेत्रमा बाढीको जोखिम केही कम भएको छ, तर सतर्कता भने जारी नै राखिएको छ। जनकपुर, सुनसरी, सप्तरी र आसपासका क्षेत्रका बासिन्दाले सरकारको निर्णयको स्वागत गर्दै भनेका छन्, अब नेपालले आफ्नो अधिकार र स्वाभिमानको रक्षा गर्न सिक्दैछ। कोशी ब्यारेजको सबै ढोका खोल्नु केवल प्राविधिक आवश्यकता मात्र होइन, नेपालले स्वतन्त्र निर्णय क्षमताको प्रतीकका रूपमा पनि हेरिएको छ।